बिहामा गएको पार्टी भिडियो चाहिँ देखाउन गइरहेको छ है। सबैजनाले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है सबैजनाले। अनि मलाई चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अनि हजुरहरूलाई चाहिँ म बिहाको भिडियो चाहिँ देखाइरहेको चाहिँ म चाहिँ अगाडि गएर भिडियो बनाउनको लागि भए पनि छेउमा बसेर भए पनि भिडियो चाहिँ गरिरहेको छु। र सुरुमा चाहिँ पण्डितजीले चाहिँ मन्त्र पढिराख्नु छ। अनि सुरुमा सायद निकाल्नुपर्छ नि, त्यही भएर अनि हामी चाहिँ बिहा उता सेन्टर प्लाजा भन्ने होटलमा रहेछ। हामीले त देखेको पनि थियौँ। पछि टाढा दुईवटा गाडी चेन्ज गरेर चाहिँ जानु पर्दो रहेछ। दिदी म आन्टीहरू चाहिँ मिलेर गएको थियौँ बिहामा। यता चाहिँ बेहुलीकी दिदी रेड साडी लगाउनुको त्यहाँ चाहिँ बेहुलीकी दिदी हुनुहुन्छ स्टेज मिलाएको। यहाँ उभिराख्नु भएको छ त्यहाँ। अनि त्यहाँ छेउमा उभिएको चाहिँ बेहुलीको मम्मी रोइराख्नु भएको छ बिचरा। छोरीको बिहा आज त्यही भएर बिचरा कस्तो नराम्रो लाग्यो। आमा रोएको देखेर बेहुलीको बाहुनबाजेले चाहिँ यहाँ टिका लगाउनु सुरुमा चाहिँ कन्याले टिका लगाउनु भयो। त्यसपछि जग्गी आमा बालाको करस लिएर चाहिँ घुमाउनु लगाउनु भयो। हेर्नु चाहिँ सबैले लाइक सेयर सब्सक्राइब। अनि आज बिहाको दिन चाहिँ बहुत जाडो थियो, एकदम घामै लागेको थिएन। अरू बेला चाहिँ घाम लाग्थ्यो। जाडो महिनामा माघको लास्टमा झन् चिसो लाग्थ्यो। यो बिहाको दिन घामै लागेको चिसो लाग्थ्यो। त्यही पनि हामी चाहिँ साडी मात्रै स्वेटरै नलाएर गएको बिहामा। जति चिसो भए पनि साडी लगाएपछि स्वेटर लाउन मन नलाग्दो रहेछ। स्वेटर त्यहीँ लगेर गएको तर लगाएन। लाएर यस्तो चिसो नभए पनि काटिँदै अब बेहुला चाहिँ बेहुलीको घुम्दा चाहिँ बिहाको देखेर हामी साह्रै सबैजनाले मजाले हेऱ्यौँ। कहिले अगाडिबाट बितेर पछाडिबाट अब चाहिँ बर्माला बसेर